नमस्ते। के हो तपाईँको नाम? मेरो नाम मनमाया अधिकारी। ए तपाईँ कहाँ जन्मिनु भएको थियो? म पहाडमा ए डुम्रिसे। डुम्रिसे? तपाईँ यहाँ आउनुभएको कति वर्ष भयो? म यहाँ आएको 30 वर्षको उमेरमा आएको। ए अहिलेसम्म कति वर्ष भयो त? अहिले 85 भयो। ए कति वर्षको उमेरमा बिहे गर्नुभएको थियो? 11 वर्षमा। ए 12 वर्षमा पठाएको घरमा, ए अधिकारीका घरमा। ए अनि तपाईँको कतिवटा छोराछोरी छन्? 7 जना। 7 जना? ए कतिजना छोरा कतिजना छोरी? 3 भाइ छोरा 4 बहिनी छोरी। ए र पहिलेको जमाना र अहिलेको जमानामा के फरक देख्नुभयो तपाईँले? पहिले के हुन्थ्यो, पहिलेको कुरा अहिले के छैनन्, के छ? पहिलेको मर्नु थियो, अचेलको अलिक सुविस्ता छ अचेलका मान्छेले। ए पहिले अनि पहाडमा हुँदाखेरि के खानुहुन्थ्यो? सोध्या के खानु हौ? दही खानु, मही खानु, दुध खानु। होइन पाहाडमा पाउने, पाहाडमा त हो नि। अनि कोदो खान्छौँ, मकै खानु पर्यो, धान खानु पर्यो, सबै थोक खानु पर्छ नि। जस्तै कि केही चाडबाड आयो भने त्यो चामलहरू पिस्न कहाँ जानु पर्थ्यो? त्यतिखेर त सुविधा थिएन नि त अहिलेको जस्तो, छिटै हुँदैन थियो। कहाँ के गर्न जानु पर्थ्यो त्यतिखेर? सामान त अब कहाँ के भयो भोटन गयो, भोटनबाट यता आइयो। होइन, मैले सोध्न खोजेको चाहिँ पहिले पानी घटाइहरू के थियो वहाँ? तपाईँ पहाडमा बस्दाखेरि पानी घट्टा यस्तो के थियो मिलहुँदी भनेको क्या? पानी घट्टा सुविधाहरू, पानी घट्टा भर्खर बनाइरहेको थियो हामी हिँड्दा। ए अनि अरू के थियो देखेको? अरू पानी घट्टा अनि खोइ के अर्थ त केही थिएन हौ। ढिकीहरू ढिकी जाँतो ए घरैमा। अनि त्यो घट्टामा पनि एकखेप मकै पिँध्यौँ 10 पाती। अनि त्यो चामल घरमा खाँदै बसेँ, हिँड्नु परिहाल्यो। ए त्यो चामल अनि अरूलाई दिनुभयो कि भएन? अनि चामल सक्यो नि खाँदा त्यहाँ बस्दा। ए अनि 1 महिना 2 महिना बस्यो नि त पिँधेर। पिँधेपछि ए अनि त्यतिखेर जाँतो थियो घरैमा, जाँतो पिन्थेँ, ढिँडो खान्थ्यौँ, भात खान्थ्यौँ। त्यतिखेर बुवाहरू आमाहरूलाई कसरी पढाउनु भयो त? बुवाहरूलाई पढाएन हौ, जानिनँ मैले, कसैले नपढाएको। पाठशाल थिए वरिपरि कि पाठशालमा अरू पढ्थे। हाम्रो सन्तानलाई पढाएनन् नि त। ए पाठशाला थियो त्यतिखेर? पाठशाला। ए गुरुकुल चाहिँ नजिकै थिए कि थिएनन्? गुरुकुल चाहिँ गुरुकुल हौ, पण्डित भन्ने हुँदैन? पूजा गुरुकुल बुझ्दिन है म। गुरुकुल चाहिँ थियो कि थिएन त्यतिखेर? त्यो पण्डित पढ्न जाने हुन्छ नि, पण्डित पढ्न हो, त्यस्तो चाहिँ थियो कि थिएन त्यतिखेर भनेको? थियो होला वरिपरि। ए पठाउनु भएन त्यहाँनिर? त्यहाँ त्यतिखेर त अनि फ्रीमै सित्तैमा पढाउँथ्यो होला त अनि? ए हाम्रो केटाकेटी पढाउन भनेर एउटा डुँडे आइरहेको थियो कि मास्टर। अनि ऊ त्यस्तै कटेरो बनाए। अनि कति 2-3 महिना कति पढायो। अनि हाम्रै गाउँकी केटी लिएर हिँडिगयो त्यो मास्टर बन्ने। अनि त्यत्तिकै छोडे। कस्तो बोला त त्यो मास्टर? अनि पढाउँदा केटी लिएर हिँडेको, लास्टै बिग्रेको रहेछ।
ए अनि यहाँ आउँदा चाहिँ यहीँ बस्नु भएको कि पहिलेदेखि नै यहाँ आउँदा यहीँ बस्नु भएको कि कहाँ बस्नुभयो यहीँ बस्यो ए कतिवटा घर थियो यहाँनिर कहाँ गाउँै थियो कि अलि घरहरू मात्रै थियो कि सबै जङ्गल थियो यो सबै जङ्गल थियो ए भन्नु न भन्नु न तपाईँले भनेको भन्नु न अघि के भन्नुभएको थियो भन्नु न फेरि मोमो अघि के भन्नुभएको थियो भन्नु न फेरि भनेको के भन्नु अघि के भन्दै हुन्छ के थरी अनि ए तपाईँको माइतमा दाजुभाइ कतिजना छन् दाजुभाइ 2 भाइ छन् त्यतिखेर भजाहरू छन् ए त्यतिखेर तपाईँको बिहे गर्दा दाजुभाइको बिहे गरेको थियो ए भाइहरू थिए 3 भाइ ए जेठो माइलो साइलो ए अरू केही भन्नु छ साइलो खस्यो माइलो हरायो 2 भाइ छन् अब के भएर हराउनु भएको खै मणिपुरमा छ भन्छन् छ कि छैन देख्दैनन् कोही पनि भए त देख्नु पर्ने ए एउटी माइली दिदी उहीँ छ ए अहिले चाहिँ कहाँ हुनुहुन्छ अहिले चाहिँ कहाँ हुनुहुन्छ उति धुलाबारीमा इटरीमा ए उहाँ त छोरी ठुली छोरी कहाँ बस्नुहुन्छ अमृता ए अन्तिममा केही भन्नु छ अरू केही भन्नु छ भनेको ल बाई 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 बाई